के ब्राजिलले वर्ल्ड कप जित्न सक्छ? जब जब वर्ल्ड कप आउँछ सबैको मनमा एउटै नाम आउँछ, ब्राजिल। तर धेरै वर्षपछि यस्तो फर्स्ट टाइम भएको छ कि ब्राजिल भन्दा अहिले फ्रान्स, अर्जेन्टिना, स्पेन र पोर्चुगलको मात्र चर्चा भएको र यो नै ब्राजिलको सबैभन्दा ठूलो ताकत हुन सक्छ। जब ब्राजिल प्रेसरमा वर्ल्ड कप खेल्छ तब एक्सपेक्टेसन कहिल्यै पछि पर्दैन, तर जब पुरै संसारको फोकस अरु कतै हुन्छ तब ब्राजिल सबैभन्दा डेन्जरस बन्छ। र अहिले त ब्राजिलसँग न्यू कोच छन्, कार्लो एन्चेलोटी, एउटा यस्तो म्यानेजर जसले क्लब फुटबलमा लगभग सबै थोक जित्यो। हिस्ट्री भन्छ अहिलेसम्म फरेन कोचले वर्ल्ड कप जितेकै छैन, बट हिस्ट्रीले यो पनि भन्छ कि रेकर्ड तोड्न नै बनेको हो। ब्राजिलको क्वेशन कोच होइन, क्वेशन यो हो कि उनका स्टार्सले वर्ल्ड कपमा के त्यही लेभल देखाउन सक्छन् जुन क्लब फुटबलमा देखाएका थिए? किनकि भिनिसियस जुनियर रियल मैड्रिडलाई म्याचेस जिताउन सक्छ अनि राफिनिया युरोपकै टफेस्ट डिफेन्सलाई तोड्न सक्छ, तर वर्ल्ड कप टोटली डिफरेन्ट छ। यो मैदानमा राम्रो प्लेयर होइन, नेशनल हिरो बन्न पर्छ। ब्राजिलको मिडफिल्डमा क्यासिमिरो र बुर्नो गाइमेरेसले ब्यालेन्स बनाउँछन्। डिफेन्समा मार्कोइनेस र ग्याब्रियलले जसलाई पनि डिफेन्ड गर्न सक्छन्। गोलकिपरमा एलिसन, जसको बिना ब्राजिल कहिल्यै पनि म्याचबाट बाहिर भएन। तर ब्राजिलका फ्यान्सले एउटा नामलाई कुरेका छन्, नेमार। ब्राजिलको लागि वर्ल्ड कप र नेमारको स्टोरी जहिले पनि सेम नै रह्यो, चाहे 2014 को इन्जुरी, चाहे 2018 को डिसअपोइन्टमेन्ट या 2022 को हर्ट ब्रेक, र अब सायद लास्ट चान्स पनि। यदि भिनिसियस जुनियरले त्यो मोमेन्ट दिए, यदि नेमार फिट भयो र यदि एन्चेलोटीले ड्रेसिङ रुम फेरि युनाइट गरिदियो भने ब्राजिलले 6th वर्ल्ड कप जित्न सक्छ।